2 बजे आउने भनेको यस्तो हपारा मलाई त थाहा थियो अलिक छिटो भएन र टाइम त भर्खर 2 नै बजे मलाई मात्रै थाहा थियो यार अब घर तिमी बसेपछि जता गयो त्यतै हो अब मैले देब्रे घुमाएँ भने तिमी देब्रे नै हो दाहिने घुमायो दाहिने हो ल हेलो एभ्रिवान वेलकम टु स्पन्दन ब्लग हामी चाहिँ अब साथीहरू भएर चेकपोस्टमा भेट भयो र अनि हामी चाहिँ अब आफ्नो गन्तव्य कता हो मलाई पनि थाहा छैन बन्दीपुर भनेर लिएर हिँडेँ अब कहाँ पुऱ्याउँछन् भन्ने कुरा थाहा छैन ल हामी चाहिँ अब यहाँबाट निस्किन लाग्यो ल निस्किम ल हामी चाहिँ यहाँबाट निस्किन लागेको सबै केटाहरू आफ्नो बाइक निकाल्दैछ म चाहिँ हाम्रो स्पन्दन साथीसँग बस्दैछु हामी चाहिँ यहाँबाट हिँड्यौँ साथीहरू हामी चाहिँ रामनगर आइपुग्यौँ र मौसम एकदम मस्ताना छ दिल दिवाना भइरहेछ त्यो माथिको डाँडाको चाहिँ कविला छ हो एउटा साथीकै यहाँ मोटरसाइकलमा अलिकति प्रब्लम भयो क्या त्यहाँनिर तपाईँको गाउँमा तेल हाल्नु छ क्या तेलको नै ओपन भएन क्या यो भाँडै ओपन भयो त्यही भएर साथीको बाइक बनाएर यतिको लागि झन्झट भएर के लाइट चलिरहेको अहिले चाहिँ बनाइदिनु भयो है थ्याङ्क यू सो मच हामी चाहिँ यसरी नै रमणीय दृश्य गर्दै चेकिङपछि भनौँ न अब लाइसेन्स पर्दैन झोलाउँदै ल्याउनु भन्यो हाम्रो 2 जना साथी चाहिँ त्यहाँ बन्दीपुरमा स्पेसल गेस्ट भएर जो मान्छे ढिलो आयो त्यही मान्छेले कुदाएर यहाँ उतापट्टि 2 जना केटाहरू छ र यहाँ यी चोकमा कुरेर बसिरहने है मान्छे यस्ता केही नभन क्या हामीलाई केही नभन होइन फरक तनाव छ के गर्नु स्कुटरले दिएन यस्तो छ पार हालत खराब छ यार तान्दैन यार फेरि बिचमा यहाँ छैन पेट्रोल पम्पहरू केही छैन गराज केही छैन नजिकै किन यस्तो धोका दियो हामीलाई यो स्कुटरले नाजुकै छ हाम्रो स्कुटर बिग्रेर हामीले छोडेर ग्यारेजमा केटाहरू 4 जना यस्तो छ पारा है हावा नि फुस्क्यो
स्कुटरको नि हावा फुस्क्यो मान्छेको नि फुस्क्यो कोही कोहीले फेरि जोते खान दौड कोही कोहीले गफ मस्त एउटा ट्रिक चाहिँ मैले आज थाहा पाएँ कस्तो भन्दाखेरि ग्यारेजमा बाइक अब बिग्रियो भने आफ्नो ग्यारेज छ भनेर पेल्नु पर्दो रहेछ यो हाम्रो साकारले सफल भुसाल चिन्नु होला आफ्नो छ भनिदिएपछि उनीहरूलाई यसलाई रेट थाहा होइन हो सर अनि के हो सवाल भन्दै त तिमी नै हामीलाई पेल्न पर्नु साथी हामीले पेल्ने हो कि बोटिङ गर्ने ड्राइभरलाई हामीले फ्रेन्ड रिक्वेस्ट पठाएर फ्रेन्ड गराइयो अर्को दिन आएर हामी फ्रीमा चढियो कि 1 घन्टा त्यहाँसम्म गऱ्यो हामीले पोखरामा बोटिङ गर्नेलाई त्यो प्रकाश के हो त्यसको नाम प्रकाश हो है फर्मल ढ्याक्कै बिर्सिए नाम चाहिँ प्रकाश हो त्यसलाई हामी साथी बनायो हिँड्दाखेरि अर्को दिन आएर फ्रीमा चढियो कि 1 घन्टा 1 घन्टा ट्राभलिङको कति हुन्छ पैसा 700-800 कति दिन्छ 800 दिन्छ नि ल हामी चाहिँ यो ठाउँबाट निस्कियौँ है ल सबै केटाहरू यस्तो छन् राति बाटो यस्तो छ होइन सबै साकार साथी यस्तो छ हालत अब हामी चाहिँ निस्क्यौँ बाइक बिग्रेर यहाँ बनाउँदा हैरान भएर डोरीमाले झोरा आएछ यार अनि फेरि गयो भन्दा तान्न पऱ्यो ल यस्तै छ बन्दीपुरको भ्लग यही हो ल हजुरकै आफ्नै चिज किनेर बाइकमा हिँड्दाखेरि त माथि ताने आगो जस्तो नलाग्ने है कस्तो आइएछ त यहाँ आधारमा आएर उकालोमा नि मलाई बाइकमा हिँडेर लाग्दैन यार त्यस्तो बाइक आयो यार साइडमा लौ सागा तिम्रो साइडमा लौ त त्यहाँ कति साइडमा हालिदिने त तल बिग्रियो भए बिजोग हुन्छ यता बिग्रियो भयो त हाल्दा पार्यो मलाई हामी चाहिँ बन्दीपुर जाँदैछौँ अब यो जङ्गलमा यस्तो मिठो मिठो हावा छ अब जङ्गलको बिचमा अब कता कता पुगिन्छ थाहा छैन गइन्छ बिस्तारै अब बाटो त यस्तो छ यहाँ हामी चाहिँ एकदमै एडभेन्चरस भयो किन भन्दाखेरि स्कुटी बिग्रियो एकछिन वेट गऱ्यौँ तर एकछिन वेट गरे पनि यति चिसो हावाको आनन्द लिँदै साकार साथी र म बन्दीपुरको डाँडामा हाइकिङ गर्दैछौँ भने स्कुटी राइडिङ गर्दैछौँ ल अब बाँकी साकार साथीले भन्नुहुन्छ है त अब त्यो एक हात छोडेर धन्न गइयो रे धन्न गएको धन्न गएको धन्न भ्लग सके थिएँ यहीँ यस्तै हो जिन्दगी अब है क्या हो रे भाइ यो भाइ चिसो हावाको के क्या पोपा लागिरहेको तिमी अगाडि हेर ज्यानै चिसो हुन्छ अहिले ज्यान चिसो बारिगाउन गर अघि एक हातमा धन्ने भएन हामी आइपुगेको छौँ बन्दीपुर बस पार्क आइपुग्यो बस पार्क रहेछ यो चाहिँ हाम्रो यहाँ बस पार्क रहेछ बस पार्क हामी सिधै जाने जस्तो लाहा अब भयो नि हो नभए नि हो जाने सिधै के होला ट्राफिक सक्दैन होला अब टुरिस्ट एरियामा र हामी फाइनली बन्दीपुरको बजारमा आइपुगेको छौँ है होटेल कुन चाहिँ हो अब हामी खोज्नुपर्ने हुन्छ कहाँबाट कता लाने जस्तो
ल कस्तो थियो सबैको एक्सपिरियन्स हजुर कस्तो थियो एक्सपिरियन्स भन्नुपर्दा यस्तो एडभेन्चरस भयो भाइ सुन्दैन हामी कस्तो थियो रोमाञ्चक भयो ए भाइ ए बुढा झर्यो त शिशु तल झऱ्यो उता आयो यता यतै आएछ भने शिशुमन्दन चाहिँ उता गयो भने यतै रहेछ होटेल अब यतै जस्तो लाउँछ भण्डारी र ऊ आए कता होटेल हेर स्पन्द यता एक सर्ट ओइ बत्ती बन्द भयो त यता 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 हेर लुक्स सकार यता सकार 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 यता हो सकारी उही गोरु आयो यार यो परमाइलो है साकारले देखिन्छ होइन फेसलाइट चाहिँ बाल्नुपर्छ कि मलाई बाल्नु पर्दैन ज्याकेट लाएर आउनुपर्छ जस्तो ज्याकेट लाएर अलिकति पछाडि हेर्न चाहिँ त हेर्नु न एक यहीबाट फर्क्यो नि चिया हानेर भनेको भोलि बिहान हामीलाई भोलि बिहान आएर अहिले खिचेपछि नराम्रो आउने कुरै हुँदैन यिनीहरूलाई के थाहा हामी बन्दीपुर बजार के छ सागर से हाइटेड क्यामेरा हामी चाहिँ बजार बन्द बन्द भयो ढिलो ढिलो आयो हामी माडेहरूले हो कि नमस्ते गर्ने यी थकी त यिनीहरू सर र नेम ट्याग हालिदिन्छु सबको निकनेम हालिदिन्छु म नजिकै नल्याउने लाल लाग्छ किन लाज लाग्ने अलि तिमी त ह्यान्डसम आएर त के हो मान्छे ह्यान्डसम भएपछि कसले सक्ने यहाँबाट तिमी स्क्रिनसट गरेर अनि प्रोफाइल हाल्छौ हो आखा क्या अब भनिदेऊ के भयो आज किन ढिलो भयो हामी किन बजार बन्द भयो त्यसको विषयमा फेरि सम्झिन मन लाग्छ होइन मलाई होइन रमाइलो त स्कुटर बिग्रियो त्यस्तै भयो तर रमाइलो भयो ओइ हामी होटेल जाम छिटो जाम अब जाम अब कहाँ सुत्ने खालि कुनै फेरि भोलि छिटो उठ्ने हो कहाँ घुम्न आएर त्यस्तो हुन्छ भने यत्रो पैसा खर्च तिमी उसलाई घरबाट सुताउनु होइन 2 बजे सुत्ने अनि भोलि 9 बजेसम्म सुत्ने दही चिउरे रहेछ बल्ल थाहा भयो चौकी निस्किन्छौँ हामी चौकीबाट तल अहिले बाटो पर्यो यस्तो रे उसले के भन्यो नि यहाँबाट नि मिल्छ कि यहाँबाट यस्तो सिधा काट्न मिल्छ कि मिल्छ नमिल्ने होइन हामी अहिलेको फ्यामिलियर छ नि त त्यही भएर कति बज्यो रातिको 11 होइन 49 लगभग 11 बज्यो ए कहाँ एक्लै खान्छ नि त्यो बियर छिरिज अनि बल्ल मक्केबारी दराम दराम गर्छ एक्लै कहाँ हो पारै छुट्टै छ कि आमा आएको 7 जना एकजनाको पारै छुट्टै छ यस्तो हुन्छ पारै एक्लै एक्लै हिँड्ने मान्छेको कति छिटो आएको त आमामा अब चाहिँ होटेलतिर आइयो हामी 11 बजे रातिको अब हामी बार्बिक्यू गरिन्छ एकछिन गिटार बजाउनु मिल्छ भने बजाइन्छ अनि सुतेर भोलि हामी माथि भ्यू टावरतिर गइन्छ होला प्रोभाब्ली केटाहरू थाकेको सबै खुट्टा दुख्या स्कुटर डोर्दा
तर जान चाहिँ जाने हो तिम्रो मनैमा सिउरी मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिउरी यहाँ तल हेर्दै डान्स सिकेर खास जान नाच्छ साथी हो क्या